खाऊ न हौ बुढा भोक लागेर यहाँ 2 घण्टा लागिसक्यो म त उठ्न नसक्ने भइसक्यो के सुनाएको फेरि कस्तो ठुस ठुस गनाएको हो यो छेउछाउमा आउँदा नि गनाउन थाल्यो हो मलाई त आजकल अहिले मार्दिन्छु भर्खर नुहाएर आएर कपाल सुकाइरहेको छु मलाई यहाँ यही थर्माकोट कति लाउँछौ भनेर मलाई गाली गरी उसले उहाँ 4 महिना 5 महिनादेखि यो लुगा लगाएको अहिलेसम्म धोको पनि छैन फेराइ पनि छैन सधैँ त्यो ठुस ठुस गनाइसक्यो लुगै गनाइसक्यो कहाँ गना हैत तिम्रो चाहिँ गना है ठुस ठुस गनाउने के गना छैन यो लुगा लाएर अनि त्यहाँबाट बस्नु हाम्रो ज्यान गनाउँदैन हामी त 1 वर्ष लाग्यो भने पनि नुहाउने धुवाउने गर्नु पर्दैन भर्खर नुहाएर आएको देख्नु नि कपाल चिसे खा टाउको नुहाउने खल्ल जिउ नुहाउनु कहिल्यै छैन अनि त्यहाँबाट यो पसिनाले गनाएर हेर ठुस ठुस ओहो मलाई त यो छेउछाउमा पनि नआउँछ मलाई त गनायो लास्टै यो लुगा फेरेर आऊ फर्स्टमा लुगा सुगा फेरि होइन घर अटाइ नअटाइ लुगा छन् यही भिरा आयो यही कामबाट आयो यही के गरे खत्त भिर्यो सक्यो गनायो आफै नगनाउने कस्तो नगनाएको होला त भगवान् म त कहाँ गएर मलाई 3 कोस पर बस्दा नि गनाइरहेछ उसलाई लाउँदा नि नगनाउने के 3 कोस टाढा बसेपछि गनाउने मान्छे यही नजिक आएर भन्नु त टाँसेर भने अचम्म के गरे होला फेरि यही काँटा लगाइदिएर ल नुहाउन यो लुगा फेर नुहाएर आएको भने सुन्नु तपाईँले अलिक बेइज्जत गर्ने मेरो इन्टरनेसनल लुगा फेर हट इन्टरनेसनल भाउजू भएको पारा यस्तो लुगा पनि नफेरि अब चाहिँ हेर्नु न उल्टो लगायो त म हिँडेँ